हे गाइस वेलकम टु माई अखिल भ्लग अनि अब चाहिँ म ड्युटी जान लाग्छु होइन। अब मेरो चाहिँ ड्युटी 2:10 को ड्युटी छ नि त। अनि अब चाहिँ ड्युटी जान म रेडी भइसकेको छु। अब आजको दिन चाहिँ यस्तो दामी चिल दिन छ क्या, मतलब कि मौसम यस्तो सुहाना छ, घाम पनि लागेन है, गर्मी पनि छैन। सधैँको दिन यस्तो भइदियो त म कहिले कालो हुन्थेन नि त होइन। तर घाम पनि लाग्नुपर्छ, कपडाहरू सुक्नलाई अरू चिजको लागि होइन, घाम चाहिँ लाग्नुपर्छ। तर आजको दिन चाहिँ यस्तो दामी, यस्तो रमाइलो मौसम छ नि, एकदम फ्रेस के दिमागै फ्रेस हुने दिन छ। भने चाहिँ अब रेडी भइसकेको माथिबाट एउटा विन्टर मौसम अरू चाहिँ म ड्युटीमा गएर गर्छु। ड्युटीमा त्यस्तो मोबाइल युज गर्न त पाउँदैन, चलाउनु त भएर बस्न पाउँदैन। त्यही पनि म देखाउने कोसिस गर्छु, सर्ट क्लिपहरू खिचेर यसो के हुन्छ देखाउने कोसिस गर्छु। अनि यो चाहिँ मेरो सायद एपिसोड 3 हो क्या हो, सायद सर्ट भएको चाहिँ काठको गिसक्यो होइन। स्टार्ट गरेको 10 दिन गर्नु मन लाग्थेन भिडियोहरू। आज चाहिँ भिडियो बनाऊँ भनेर जोस आयो भित्रबाट। त्यसपछि मतलब ड्युटी जाँदैछु। अनि मेरो चाहिँ यो है कार्ड यहाँ छ मेरो, तर म युज गर्दिनँ, कार्ड लगाउँदिनँ, यतिकै जान्छु। मैले चाहिँ लिइसकेँ मेरो परीको छैन। अनि यो चाहिँ इमर्जेन्सी हो, इमर्जेन्सी भनेर चाहिन्छ, एकदम इम्पोर्टेन्ट, इमर्जेन्सी हो इम्पोर्टेन्ट। अनि आइड्रप लानु पऱ्यो, आज एक्जाम साथीले मागिरहेको थियो, आइड्रप छ भने ल्याइदिएर। अनि यो पनि मेरो लागि चाहिँ इम्पोर्टेन्ट हो। अनि अब यो भयो, अब मसँग भनेको म लाने भनेको एउटा छ। अनि आज एउटा पुच्छिरहेको छ मेरो, त्यो भागिहाल्यो है। अनि यो पनि मेरो लागि इम्पोर्टेन्ट हो। यो सब रेडी गरेपछि चाहिँ मेरो 2 बजेबाट चाहिँ ड्युटी स्टार्ट हो। अहिले चाहिँ 1:30 भइसक्यो, अब आधा घन्टामा त म पुगिन्छु। ड्युटी जानुपर्छ के भन्नु। अहिले चाहिँ मेरो बी सिफ्ट चलिरहेको छ, डे नाइट। 2 बजे गएर 10 बजे जानु। यस्तै छ, ड्युटी त जानु पर्यो होइन त। अब यहाँबाट चाहिँ म घरबाट चाहिँ निस्किन्छु। अब हेर्नु पऱ्यो नि त, सामान केही छुटेछ कि छुटेको छैन। बाहिर चाहिँ जुत्ता लाउनु पर्यो, त्यसरी निस्किनु पर्यो। जय सियाराम, राधे राधे, जय श्री कृष्ण, राधे राधे। ल जय सियाराम, जय सियाराम। यहाँ चाहिँ मेरो आन्टी चाहिँ पुरा के भन्छ अरे यसलाई, बाटे धुप, यो भगवान पूजा गर्नेलाई चाहिँ धुप हाल्छ नि त। यो चाहिँ एकदम राम्रो हुन्छ, त्यो अर्को धुपभन्दा एकदम राम्रो हुन्छ होइन। यहाँ चाहिँ आन्टी मुभी हेर्दै लगाएर काम गरिरहेको छ। यो चाहिँ बाहिरबाट किनेर जाने, घरमा बनायो भने सस्तो नै पर्छ, धेरै नै पर्छ नि त होइन। यो चाहिँ टाइमको पनि सदुपयोग भयो होइन, घरमै बसेर। आजको मौसम चाहिँ एकदम सुहाना, एकदम दामी मौसम छ। यस्तो चिज सधैँ यस्तो भइदियो भने दामी हुन्थ्यो, तर घाम पनि लाग्नुपर्छ। म चाहिँ अब निस्केँ, मेरो आउटफिट चाहिँ यस्तो छ। अब जुत्ता लाउनु बाँकी हो होइन। कस्तो दामी चिल मौसम दिइरहेको छ। अनि त्यहाँ चाहिँ परी छ, परी बसिरहेको छ। अब परी स्टार्ट गरेर जानुपर्छ। बाबा ल जय सियाराम, जय सियाराम, राधे राधे। मेरो आउटफिट रेडी होइन, जानलाई रेडी। अब ऊ यहाँ चाहिँ हाम्रो घरको डन बसिरहेछ। डन काले ओइ, यो चाहिँ यस्तो पिछा गर्छ नि, यस्तो उठ, यो अल्छी छ, खाना पनि खाँदैन, बिस्कुट मात्र चाहिन्छ। यो चाहिँ मेरो परी बसिरहेछ। अब यसो धोएर चाहिँ निस्किनुपर्छ। ट्याक्क म निस्किनु लाग्यो है, यहाँ हेर कमिलाको दादी लाइन बनाएर हिँडिरहेको छ अन्डा लिएर। अनि मलाई फेरि यो कमिलाको गर्नै मन लागेन कि, अब यसलाई कसरी खिच्यो भने मोड्छ होइन। यस्तो लाइन लगाएर हिँडिरहेको छ, म त कसरी निकाल्ने छु। अब यिनीहरूको फेरि उताबाट हात्ती आइरहेको छ।
अन्डा लिएर आइरहेछ मैले यिनीहरूलाई खिचेर निस्किनु भएन कसरी निस्किन्छ यहीँबाट निकाल्नुपर्छ मेरो स्कुटी राखेर गाह्रो छ अब म निस्किने कसरी यिनीहरूलाई कसरी तर्काउने खिच्ने बित्तिकै उसो भइहाल्छ पानी हालिदिन्छु पानी हालिदिएर भने पाक्छ कि यताउति हुन्छ अनि म निस्किन्छु मलाई मार्न पनि मन छैन यस्तो ताती हिँडेको छ अन्डा बोकेर यिनीहरूलाई अब मैले कसरी तर्काउने कतिसम्म छ सकिन लाग्छ हिँडिरहेको छ कसरी अब जाने टाइम भइसक्यो पानी हालिदिउँ भनेको यस्तो दामी छ नि यस्तो दामी लाग्छ कि दामी गाउँ यहाँबाट नि माथि गाउँ छ क्या यहाँ गाउँ छ अनि म चाहिँ यही बाटो जान्छु प्रायः ड्युटी हाइवेबाट हिँड्नुभन्दा यो बाटो मलाई सर्ट भन्दा महँगो पर्छ त्यही पनि मलाई चाहिँ सजिलो लाग्छ यो बाटो खालि हुन्छ नि त हाइवेबाट यो बाटो यस्तो दामी छ क्या फुल पनि राम्रो छ यो त अरू जस्तो फुल राम्रो फुल छ फाइनली अहिलेसम्म पार्किङ आइसक्यो अब जति कम्पनी त्यो पानीबाट गइरहेको र अहिले भने चाहिँ म ड्युटी आइसकेको छु अनि अहिले म ड्युटीमा बसिरहेको छु केटाहरूसँग यत्तिकै गफ हानेर अनि किनभने मैले भोइस ओभर गर्नुको कारण चाहिँ धेरै साउन्ड आउँछ क्या मेसिनहरूको साउन्ड बोलेकै सुनिँदैन नि त त्यसैले चाहिँ मैले भोइस ओभर गरेको छु अनि ड्युटीमा यस्तै हुन्छ रमाइलो गर्ने बस्दै तर डेली चाहिँ मोबाइल चलाइराख्नु चाहिँ पाउँदैन तर पाउँछ मोबाइल चलाउनु पाउँछ तर नन त्यसलाई नै मोबाइलै ड्युटीमा मोबाइल चलाएर बस्न चाहिँ पाउँदैन तर आफ्नो काम गरेर चाहिँ त्यसरी मोबाइल चलाउँदै आफ्नो काम गर्ने किनकि हाम्रो कामहरू प्रायः मोबाइलबाट नै भइरहेको हुन्छ नि त ग्रुपमा फोटोहरू भिडियोहरू सेयर गरेर बस्नुपर्छ त्यसैले अहिले चाहिँ मेरो ड्युटी सकिसक्यो मेरो 10 बजे सकिन्छ नि त ड्युटी दिउँसो 2 बजे आएको अनि अहिले चाहिँ म फर्किँदैछु भन्दा पनि पार्किङतिर जाँदैछु त्यसो चाहिँ घर फर्किने 10 बजे राति कोही हुँदैन कम्पनीमा त हुन्छ तर घरतिर फर्किँदा कोही हुँदैन रमाइलो हुन्छ तर डे नाइट ड्युटी भन्दै आजको भिडियोलाई मैले यही गर्न चाहे टेक केयर हेभ अ नाइस नाइट सबैजना